सुत्दिन पर्छ क्या हामी सो हेलो एभ्रिवान र वेलकम ब्याक टु माई न्यू भिडियो अहिले चाहिँ हामी होटेलदेखि चेकआउट गर्दैछौँ र त्यसपछि हामी जान्छौँ खुमाई डाँडा र अब हामी चाहिँ ट्याक्सीमा जान्छौँ होला त्यसको लागि यहाँ मान्छे चाहिँ आउनु भएन चेकआउट गर्नलाई तल रिसेप्सनमा त्यहाँ कुदिरहेको छौँ अनि अहिले ट्याक्सी चढिसकेको छौँ र अब हामी हरिचोक जान्छौँ हरिचोक गएपछि अब कता हामी थाहा होइन हरिचोकदेखि गाडीमा जिपमा चढ्यौँ र अब हामी कहाँ कुन ठाउँ अरे चरीपाखा भन्ने ठाउँमा जाँदैछौँ यहाँदेखि चाहिँ त्यस्तै 1-2 घन्टाको जति छ बाटो कति 1.5-2 घन्टा भनौँ लगभग त्यति अहिले हामी यहाँ चरीपाखा भन्ने ठाउँमा आइसकेका छौँ र अब हाम्रो ट्रेक चाहिँ स्टार्ट भइसक्यो सो लेट्स गो सो एउटा सिडी पनि चढेको छैन यहाँ थाकेर उत्पात भइसक्यो अनि यतादेखि एन्टी राइट आउनु न माथिसम्म चाहिँ पुग्ने हो यो चाहिँ मेरो फर्स्ट ट्र्याक हो होइन फर्स्ट ट्र्याक यहाँ बाटोमा हामीले पानी भेट्दा हाम्रो त्यही पानी खाँदैछौँ पसिना पसिना देखिसक्नु म पसिना पसिना थकित भइसकेको छु माथि अब कसरी चढ्ने हो मलाई चाहिँ थाहा छैन के म माथि पुग्न सक्छु हेरौँ अहिले हामी यहाँ यसो विश्राम गरिरहेको छौँ र यो उयो देख्न सक्नुहुन्छ उयो माछा पुछ्रे यो चाहिँ एबिसी हेर्न सक्नुहुन्छ कस्तो दामी सिन छ होइन यतापट्टि र सिन पछि म पनि छु पसिना पसिना भएछु तर वहाँ माथिसम्म त पुग्ने छु हो जानी डाँडा भनेको यतै यतै कतै छ होइन अनि हामी त्यो माथिसम्म पनि जान्छौँ होला त्यहाँ यहाँ हिमालहरू देख्न सक्नुहुन्छ यस्तो दामी दामी सिन देखिरह जति थकाइरहे पनि यो सब हेरेपछि चाहिँ थकै हट्छ हामी यहाँ सेट जस्तो ठाउँमा पुग्यौँ होइन यो सानो वाला र यहाँको सिन चाहिँ एकदम दामी छ मलाई अरू होइन मलाई सिन चाहिँ दामी लाग्यो होइन त्यही यहाँ आएर अब यसो विश्राम गर्न पनि मिल्छ त्यही अब उयो के हो यो टी हाउस हो कि कहाँ हो त्यहाँ पुग्न लाहम यहाँ लाली गुराँस भेट्टेछ हामी यहाँ फर्स्ट डेस्टिनेसन टुकु हिल टप भन्नेमा पुगेछौँ र हामी त्यस्तै चढ्यौँ होला 1.5 घन्टा जति हिँडेपछि चाहिँ यहाँ पुग्यौँ थके त लाग्छ तर केही छैन हामी जाने चढ्ने माथि यहाँ माथि आइसकेको छ माथि भन्दा नि यो टुबु रहेछ सरी टुकु होइन टुबु टी हाउस एन्ड क्याम्पेन हाउसिङ भन्नेमा यसो यहाँ रेस्ट हानेर हामी पानी सानी खाँदैछौँ अब हामी हिले खर्का भन्नेमा गएर खाना खाने हो यहाँ चाहिँ हामीले केही खान्न मैले किनकि केही खान मनै लागेन हिले खर्कामा गएर भात खान्छौँ म अलिक थाकेको जस्तै आवाज आयो होला इग्नोर हानिदिनु त्यो अहिले हिँडिरहेको छु अझै पनि ट्रेकिङ स्टिल गोइङ अन होइन अब हामी चाहिँ वहाँ हिले खर्का भन्ने ठाउँमा चाहिँ पुग्छौँ हामीले खाना चाहिँ त्यहाँ खान्नौँ कता चिचिनले हो कि कतामा थाहा भएन है ठाउँको नाम चाहिँ त्यहाँ खाने हो अझै अब हामी चाहिँ हिले खर्कामा पुग्न लाग्यौँ अब हामी यहाँ हिले खर्कामा पुगिसक्यौँ र त्यही हो हामी हिले खर्का पुग्यौँ अझै अब 5-6 घन्टा चढ्यो भने चाहिँ पुग्छौँ
कुमाई डाँडा। हामी हिलै खर्कादेखि अगाडि गएर चिचिम्ले भन्ने ठाउँमा जाँदैछौँ। ल हेरिराख्नु अगाडिसम्म। अहिले एकदम ठाडो उकालो चढ्न सकेन मैले, एकदम गाह्रो भयो मलाई। हामी त्यत्रो डाँडाको चढी आयौँ। 1.5 घन्टाको हिँडाइपछि हामी यहाँ चिचिम्ले पुग्यौँ र यहाँ हाम्रो स्वागत गराइएको यो डग चाहिँ त्यही तलदेखि हामीसँगै हिँडिरहेको थियो। धेरै थाक्यौँ। अब भात खान्छौँ अनि यसो रेस्ट गर्छौँ अनि फेरि हिँड्छौँ। सिनहरू पनि हेर्न सक्नुहुन्छ। जति जति माथि आउँदै गयो त्यति चिसो हुँदै गयो घामलाई पनि। यहाँ हामी बसेको छौँ यहाँ चिचिम्ले। अब खाना खान्छौँ। अहिले चाहिँ हामी यहाँ खाना खान छौँ। हेर्न सक्नुहुन्छ खाना कोरिरहेको छौँ, खान्छौँ अनि यस्तो रेस्ट गर्छौँ अनि जान्छौँ माथि। अगाडि सिन पनि राम्रो छ, खाना त्यो सिन पनि हेर्नु। पानीहरू उता तपाईहरु पास गर्दै खानु है। हुन्छ। हाम्रो यहाँ खाना आइसकेछ र अब हामीले खान्छौँ भात। मैले चाहिँ भेज खाएको, मासु नखाएको होइन। यिनीहरूले मासु खान्, त्यही हो। खाना अनि खाना खाएपछि रेस्ट गरौँ अनि जाऊँ। ट्रेकिङमा आएको थकाइ लागेर लोड भएको छ। सुतिरहेको म अब हिँड्दिनँ होला, यिनीहरू हिँड्छन् अगाडि। भोलि तिमीहरू झर्ने होला, यहीँ आएँ म यहीँ बस्छु। त्यहाँ चिचिमले खाना आएर हामी अहिले हिँडिरहेको छु र अब हामी जाँदैछौँ सिधै। अब हाम्रो डेस्टिनेसन भनेको चाहिँ कुमाई डाँडा हो। हामी अब त्यसै 3 होइन 4-5 घन्टा हिँडेपछि पुग्छौँ, त्यही हो। स्टे ट्युन गाइज, हेरिराख्नु छ लास्टसम्म हेर्नु। अहिले बहुत थकाइ लागेर यहाँ अहिले हामी कुमाई डाँडाको त्यस्तै अलि अब यहाँदेखि अलि 3 घन्टा जति होला, 3 घन्टा जति हिँडेपछि बल्ल आउँछ। थाकेर लोड परिसकेको छु म। यहाँ हेर्न सक्नुहुन्छ सिन। र अब हामी यस्तो ठाडो पहाड अब चढ्न जाँदैछौँ। अझै 2 घन्टा 2.5 घन्टा हिँडेपछि कुमाई डाँडा आउँछ। अब रेस्ट क्याम्पमा पुग्नलाई र अब यहाँदेखि चाहिँ लगभग अब फास्ट हिँड्यो भने चाहिँ 1.5 घन्टा, फेरि रेस्ट गरी हिँड्यो भने चाहिँ 2 घन्टा लाग्छ कुमाई डाँडा। सिन चाहिँ एकदम दामी छ सिन। रेस्ट क्याम्पमा चाहिँ पुग्यौँ हामी। रेस्ट क्याम्पमा पुग्यौँ। अब चाहिँ यहाँ रेस्ट गर्छौँ यसो 1 घन्टा यति रेस्ट गर्नु मतलब ठिक यतिकै रेस्ट क्याम्पमा चाहिँ रेस्ट गरिरहेको छु। र अझै त्यस्तै अब हिँड्न सक्ने भयो भने चाहिँ 1.5 घन्टा र रेस्ट गरेर हिँड्यो भने चाहिँ 2 घन्टा लाग्छ यहाँदेखि। बहुत थकाइ लाग्यो त्यही। सो अहिले चाहिँ हामी यहाँ लालीगुराँसमा छौँ र लालीगुराँसहरू छ यहाँ धेरै। अब हामी त्यस्तै 1 घन्टामा चाहिँ पुग्छौँ यहाँदेखि कुमाई। यस्तो चिसो वेदर, बहुत चिसो हो यहाँ। तलसम्म चाहिँ एउटा मात्र थिन लेयरको लाग्थ्यो, अहिले चाहिँ ज्याकेट लगाइसकेको, त्यही हो। थकै त बहुत लाग्छ, थकै एकदम। अब
यो डाँडा माथि यो डाँडा छ नि यो चाहिँ खुमै डाँडा हो र हामीलाई यति चढ्न बाँकी छ। यति चाहिँ हामीले लगभग 1 घन्टामा चढेर भ्याउँछौँ हो। यस्तो थकै यो सिनहरू हेरेपछि त थकै पनि मेट्दो रहेछ, तर थकै त एकदमै लाग्यो मलाई। थकै त लाग्छ, त्यही हो दामी एक्सपिरियन्स दामी छ यहाँको। चरङ चुरुङ्गी हो क्या। यहाँदेखि चाहिँ सिन चाहिँ दामी छ दामी। यो चाहिँ हेलमेट डाँडा, हेलमेट जस्तो सेप छ हेर्नुहोस् होइन। अनि अब हामी चाहिँ त्यस्तै पुगिहाल्छौँ चाँडै नै। अब यहाँदेखि चाहिँ 45 मिनट छ र हामी पुग्छौँ माथि। थकै त धेरै नै लाग्यो, तर थकै मानेर केही हुन्न। अब चाहिँ पुग्छौँ। हामी डाँडा चढ्दैछौँ अझै पनि र यहाँ छन् यहाँ आइते पनि छ। एन्टिलाइट आयो होला आउनु दे। त्यही हो यस्तो मजाको फिल भइरहेको। धेरै घन्टाको पहाड चढाएपछि हामी फाइनली खुमै डाँडा पुग्यौँ। फाइनली खुमै डाँडा पुग्यौँ र यहाँ माथि आएपछि हिँडेको थकै जति त कस्तो गायबै भयो जस्तै भयो होइन। थकै त लाग्यो। त्यहाँ हिउँ छ, त्यहाँ भोलि त्यहाँ जाने भनेको, तर जान सक्यो भने त्यहाँ पनि जाने हो, नत्र यहीँ हो। खुमै डाँडा पुग्यौँ। फाइनली जाँदैछौँ होटलतिर र होटलमा आएर यसो हामी फ्रेस हुन्छौँ अनि यसो रेस्ट गर्छौँ र त्यही नास्ता खान्छौँ। होटल जाने बाटो चाहिँ हो। हामीले होटल बुक गरिसकेको छौँ र लेट्स गो टु होटल। यो चाहिँ हाम्रो त्यो टेन्ट हो र यो चाहिँ हामी बस्ने होटल हो। सो अहिले चाहिँ हामीले चिया हाम्रो यत्तिकै बसिरहेको छौँ। यहाँ एकदम चिसो छ, देख्न सक्नुहुन्छ मैले। त्यो सानोदेखि एउटा यो सल र यो हुड लगाइरहेको। तिमीलाई बधाउला दिलको मोटर कारमा तिमीलाई चढाउला सम्झना बिर्सना सला सला ला 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 सम्फिरी उडेर जाऊ कि जाडामा भन्छन् रे सम्फिरी इसराले बोलाउनु पर्दै सम्झना बिर्सना सला ला 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 झन् बढ्यो तिर्सना सला ला ला ला। हामी चाहिँ अहिले यहाँ माथिको डाँडा बिहान बिहान उठेर ट्र्याक गर्दै हौँ र मैले धेरै रेकर्ड चाहिँ गरेन किनकि चार्ज पनि छैन। त्यसैले अहिले चाहिँ अब हामी 25 मिनट छ माथि पुग्न। यो चाहिँ हल्का फुल सनराइज यहीँदेखि हेर्न सक्नुहुन्छ। यहीँ खोर्चोङ पुग्न लाग्यौँ। अब बिहान हामी 4 बजे हिँडेको थियौँ र अब सनराइज हुँदैछ र माथि पुग्दैछौँ। हामी हिँड्यौँ होला त्यस्तै लगभग 1.5 घन्टा 2 घन्टा जति हिँड्यौँ र अब पुग्दैछौँ। सिन चाहिँ वर्थ इट छ, वर्थ इट। यहाँ स्नो पनि छ र माथि अझै धेरै स्नो छ भन्ने चाहिँ सुनिरहेको छ। र उयो चाहिँ अन्नपूर्ण हो, त्यो चाहिँ माछा पुच्छ्रे। सब थकाइ जति सबै मेटियो भन्दा पनि भयो, तर दामी छ दामी। स्नोहरू पनि भयो र हिँडेको चाहिँ यस्तो वेस्ट चाहिँ गएको छैन। त्यहाँ मुन छ र त्यहाँ अब सनराइज हुँदैछ।
यहाँ स्नो पनि छ। यो त थोरै हो, दामी पुरुम अब त एसएमा बाहिर पुग्यौँ। पुग्यौँ फाइनली। सुत्दिनुपर्छ क्या नि। ओ दामी। फाइनली हाम्रो ट्र्याक पनि यहीँसम्मको थियो होइन। म यहाँ आउनु भनिरहेको थिएँ किनकि मेरो खुट्टा धेरै नै दुखिरहेको थियो, तर नआएको भए यस्तो मिस गर्नेवाला रहेछु अहिले भन्दा नै आएँ। सन्चो चाहिँ छैन भनौँ, सन्चो नहुँदा जस्तै भयो, तर यो सब सिन देखेपछि चाहिँ सन्चो पनि आफै भइहाल्यो। ड्रोन उडिरहेको माथि र यहाँ छ त्यो पछाडिको पनि हिमाल छ। जे कुरा भनेर आएको त्यही हुँदैछ। ऊ सनराइज हुँदैछ। अब हामी जाँदैछौँ तल। मेरो फोनमा चार्ज पनि छैन र यहाँको अब यहीँ थियो। अब हामी तल झर्छौँ, त्यसपछि पोखरा जान्छौँ र पोखराको फेरि आउँदैछ। थ्याङ्क यू फर वाचिङ टिल द एन्ड र स्टे ट्युन फर नेक्स्ट भिडियो।